यो खोला छोरी चाहियो नि त के चाहिँ छोरी छैन छुरी उता उता त सानो सानो लिएर आऊ ल आज चाहिँ सञ्जय लामाको फर्स्ट इलेक्ट्रिक गिटार आइरहेछ एकदमै खुसी छ सञ्जय एक्साइटेड भएर त्यहाँ पुरै यो हेर्नुको लागि होइन एक्साइटेड हो फर्स्ट इलेक्ट्रिक गिटार मेरो मैले भनिसकेँ हिजोको सामान चाहिँ यही छ होइन हिजो पनि सामान आयो हाम्रो अलिअलि हामीले हेडसेट त खोलिसकेको छ गिटार वायर अलिकति लामो खालको छ अनि त्यसपछि यो बेल्ट भयो अनि गिटार स्ट्यान्ड छ यो राम्रो छ हेर्नु आज ल्याएको चाहिँ फोडौँ न स्पिकर ल ल ल अनि के भन्नु मन लाग्छ सन्जय एकचोटि भन त के भन्नु मन लाग्छ होइन केही स्वरहरू निकाल्नु मन लाग्छ खुसी भएर के भन्नु मन लाग्छ भने यत्रो वर्ष दुःख गरेको यत्रो वर्ष मेहनत गरेको होइन आफ्नो लागि आफूले कहिले गर्नु पाएको थिएन अनि यो चाहिँ अब आफूले पैसा कमाएर आफूले आफ्नो लागि गर्ने चिज हो नि त एकदम खुसी लागेर म आफूले नि यति गर्न सक्यो भन्ने भइरहेको छ मैले मात्रै नभएर तिमीले बोल्दै होइन हामीले भन न भइहाल्यो नि मेरो फ्यामिली गरेर मेरो आमा मेरो भाइ मेरो बाउ यो चाहिँ मेरो भाइ सुनिल लामा ऊ पनि गिटारिस्ट हो एकदम राम्रो के लेखेछ यहाँ यो के स्पाइडर भी भने उसले नै सजेस्ट उसँग पनि यही छ होइन अनि उसले सजेस्ट गरेर चाहिँ दाजुभाइ नै यही चलाउँ भन्ने हाम्रो सल्लाह भएको थियो यो चाहिँ के हो त फेरिको यो ज्याकको लागि ए ज्याक हो यो अब के छ कसो छ त्यो अब हामीलाई त थाहा छैन होइन यो त भाइले कुद्नुपर्छ कसरी बिस्तारै पुरै काम यहाँ खुसीले के हो पुरै त्यहाँ उयो होला कि बिस्तारै गर्नु भारी छ खोइ वेट कति रहेछ म वेट रहेछ बिस्तारै ए 48 नि त सुपर बी खै आर्टिस्ट प्रिसेट मेरो निसार भाइ यहाँनिर ब्यान्डहरूको नाम भन्नुहोस् है आर्चिनिमी आर्टिस्ट प्रिसेट्स भन्ने नाम सोल्मा स्पेसिफिक पम्पिङ्स गरेको जेम्स प्रो जेरले चलाउँछ खोइ मलाई त केही थाहा छैन भनेर एकदम खुसी लागिरहेको थियो के सामानहरू देखेर के निकालेको यो चाहिँ यतै टास्क ठिक छ साइडमा टास्क यहाँ रहेछ त्यसको उयो ज्याको स्पिकर यसमा कनेक्ट गरेर बजाउने मेन बिस्तारै है तिमी अतालिला कहिले बिस्तारै अलि यता अब अलि अलि त्यसमा ठोकिला फेरि तिमीले त कि यो यहाँ यता कता उयो कसरी निकाल्नु ठ्याक्क मलाई सामानको फेरि गर्नुपर्छ नि फेरि त्यो सामानको फेरि अब यो त उता मैले अपाएको ठाउँबाट चाहिँ गइदिनु होइन अनि फेरि यो कम्पनीले चाहिँ अब फेरि सामान आएको भने आएको फेरि गर्नुपर्छ नि कम्पनी त्यो लरी गरेर सिप गर्ने चाहिन्छ नि बिहान मर्निङ टाइम भने चाहिँ मैले अब त्यहाँ क्लियर गरेर दिएको लाग्ने हो कि होइन आज बसिहाल्नु आइदिन्छ खुसी मन खुसी तिमी आज आउँछ भनेर थियो होइन आयो भने ठिक छ आएन भने ठिक छ जस्तो गरेर बसिहाल्थ्यो म कस्तो होला भनेर बिस्तारै बिस्तारै पनि अलिकति हेल्प गरिदियो कुन गिटार होला म के गर्दैन तपाईँ यो तिमीले यस्तो अघि हिजो कम्पनीबाट लिएर थियो है यहाँ पनि यो पनि राख्नुपर्छ है पछि यो हामी नेपाल जाने यो गिटार कसरी लान्छ है कार गर्छ कि के गर्नु मिल्छ अनि त्यो बक्साहरू चाहिँ कसरी हिँड्नु खोइ अघिको सबै बिस्तारै गिटारहरू खोतारी पुरै बुढाबुढी एक्साइटेड भएर पुरै कस्तो होला यो मलाई पनि पुरै खुल्लेरी भइरहेछ
कस्तो छ होला मलाई अब त्यहाँ क्यामेरामा देखेको होइन अब यो मैले गिटारको नाम त अगाडि भनिसकेको छैन नि त नि म होइन हेर्नुलाई पनि सब्सक्राइब गर्नु कुन गिटार होला कुन गिटार खोलिरह होला भन्ने गाई यो नाम चलेकै गिटार हो होइन तर गिटार चाहिँ कुन हो त्यो कार्टन ऐसले राइट एन्ड टेला वा देखाइदिन्छु है म अब कस्तो राम्रो रहेछ यो कलर पनि यो ब्राउन कलरको तिमीले चुज गरेको हो ए म त राम्रो लाग्यो त्यो ब्ल्याकहरू भन्दा छुट्टै कलर पनि होइन यहाँ उयो पनि ए त्यसकै आउँदो रहेछ सेटकै उता राख्यो वा सन्जेलामा बिस्तारै बिस्तारै ल फेरि पहिला उयो गर आफ्नो नयाँ सामान आएको नयाँ सामान आएकोमा मलाई चाहिँ ल नयाँ सामान पढेर उयो पनि गरौँ होइन म चाहिँ अब दामी बनाउँछु होइन अब चाहिँ गिटारमा निको गर्थेँ गाई चाहिँ फेरि लेफ्ट ह्यान्डेड गिटार हो होइन म चाहिँ लेफ्ट बनाउने गरेर चाहन्छ यो लेफ्ट ह्यान्ड गिटार हो बनाइदिनु है ल ल ल ओ माई गॉड बिस्तारै बिस्तारै वाउ यता देखाऊ यता ल बोकेर बस खतरा यार फेरि यसको कस्तो लाग्यो राम्रो है कलर पनि यसलाई जे पाइते नगरौँ होइन एकचोटि राखौँ ल यसो पखलेर सक्छ स्ट्यान्ड राखिहाल्छ होइन एकचोटि सेट गरेर नि हो सेट गरेर गिटार भयो स्पिकर त्यसको उयो काट्यो